हेलो एभ्रिवान, स्वागत छ आजको अर्को एउटा नयाँ एक्सपेरिमेन्ट भिडियोमा। आजको भिडियोमा हामी एउटा मिनी टोर्नाडो बनाउन गइरहेका छौँ, जसमा चाहिँ हामीले वाटर बोतलमा पानीको इफेक्टले कसरी टोर्नाडो बन्छ भनेर हेर्नेछौँ। सो यसको लागि हामीलाई चाहिने मटेरियलहरू भनेको दुईटा बोतल चाहिने हुन्छ, जसमा चाहिँ एउटा बोतल चाहिँ इम्टी राख्नुपर्ने हुन्छ र अर्को बोतलमा चाहिँ यसको 3/4 पानी राख्नुपर्ने हुन्छ। त्यसपछि अर्को एउटा इम्टी बोतलको एउटा बिर्कोलाई चाहिँ यसरी सानो पाल पार्नुपर्ने हुन्छ। यति गरेपछि हामीलाई अर्को चाहिने भनेको एउटा डक टेप चाहिने हुन्छ, यो दुईटा बोतललाई सिल गर्नको लागि, र यो काट्नको लागि एउटा सिजर चाहिने हुन्छ। यसै गरी हजुरहरूले यो टोर्नाडो इफेक्टलाई एउटा कलर दिन चाहनुहुन्छ भने फुड कलर पनि हाल्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ अझ राम्रो भिजुअल देखोस् भनेर। सुरु गरौँ है त। सबैभन्दा पहिला यसलाई राम्रो भिजुअल दिनको लागि फुड कलर हाल्नुपर्ने हुन्छ, हजुरको इच्छा अनुसार जुन हाले नि हुन्छ। यति हालेपछि यसलाई राम्रोसँग हाल्नुहोस्। यति गरिसकेपछि अब यो इम्टी बोतल, यो पानी भएको बोतललाई यो पाल पारेको बिर्कोले टाइट गर्नुहोस् र इम्टी बोतललाई यसको माथि राखेर मजाले सिल गर्नुपर्ने हुन्छ डक टेपले। यसलाई चाहिँ यसरी राम्रोसँग सिल गर्नुपर्ने हुन्छ। हजुरलाई सिल गर्न अप्ठ्यारो भयो भने साथीको हेल्प पनि लिन सक्नुहुन्छ। यसलाई चाहिँ अब उल्टो पारौँ। उल्टो पारेर चाहिँ हामीले यो पानी भएको बोतललाई चाहिँ व्हिल गर्नुपर्ने हुन्छ र हेरौँ है त म्याजिक। यो चाहिँ कसरी भयो बुझौँ है त। हाम्रो स्विलिङ मोसन एउटा क्रिएट हुन्छ, जसले चाहिँ हाम्रो एउटा भर्टेक्स क्रिएट गर्छ, जसले चाहिँ एउटा टोर्नाडोको मिमिक गर्छ र हामीले एउटा टोर्नाडो जस्तो इफेक्ट देख्नेछौँ। यसमा चाहिँ ग्राभिटीले चाहिँ वाटरलाई तलतिर पुल गर्छ, जसले गर्दा चाहिँ स्पिनिङ मोसन चाहिँ सेन्ट्रल एक्सिसमा हुन्छ र स्पिन भएर बस्छ। यसरी चाहिँ हामीले एउटा टोर्नाडो इफेक्ट देख्छौँ। यसै गरी तपाईँहरूले पनि नयाँ नयाँ एक्सपेरिमेन्टहरू ट्राई गर्दै जानुहोस्। यसलाई अझ ठुलो बोतलमा राखेर हेर्नुहोस् कस्तो देखिन्छ भनेर। यस्तै नयाँ एक्सपेरिमेन्ट गर्दै जानुहोस्। किप थिङ्किङ, किप एक्सप्लोरिङ।